वेलकम ब्याक टु आवर युट्युब च्यानल धनमार्गमा यहाँलाई स्वागत छ। आजको भिडियोमा चाहिँ एसआइपी भनेको के हो र एसआइपी कसरी काम गर्छ भन्ने बारे जानकारी गराउनेछु र यसैबाट कतिसम्म आम्दानी गर्न सकिन्छ त्यसको पनि हजुरले जानकारी पाउनुहुनेछ। एसआइपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनेको के हो र नेपालमा चाहिँ कतिको उपयुक्त छ, कतिको राम्रो छ, या नेपालमा चाहिँ त्यति ठिक छैन अर्थात् नराम्रो छ भनेदेखि त्यसको बारे पनि हजुरले जानकारी पाउनुहुनेछ। यसको लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। र वाट इज एसआइपी? वाट इज एसआइपी? एसआइपी भनेको के हो त भन्दाखेरि एसआइपी भनेको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो, जसको अर्थ तपाईले एउटा निश्चित रकम हरेक महिना म्युचुअल फन्डमा लगानी गर्नुहुन्छ। यति मात्र होइन, तपाईलाई ठुलो रकमको जम्मा गर्नको लागि एकदमै लामो समयसम्म लगानी गर्न सक्नुहुन्छ। हजुरले सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भयो, एउटा निश्चित समयमा म्युचुअल फन्डमा लगानी गर्नुपर्छ र त्यो सानो रकम चाहिँ ठुलो रकमसम्म बनाउन मद्दत गर्छ। उदाहरणको रूपमा मानौँ तपाईले मासिक 1000 रुपैयाँ एसआइपी गर्नुहुन्छ भनेदेखि यसले 5 वा 10 वर्षमा ठुलो रकम बनाउन मद्दत गर्न सक्छ है त। हजुरले 1000 रुपैयाँलाई चाहिँ 5-10 वर्षमा एसआइपी गर्नुभयो भनेदेखि 5-10 वर्षमा ठुलो रकम चाहिँ बन्न सक्छ। त्यसैगरी एसआइपी किन राम्रो हो र यसका प्रमुख फाइदाहरू के छन् त यसको बारे पनि चर्चा गर्नेछौँ। र एसआइपी भनेको वास्तवमा एक नम्बरमा छ सस्तो र सानो रकमबाट सुरु गर्न सकिन्छ है त। एसआइपी चाहिँ हजुरले चाहिँ भनौँ 500 रुपैयाँ 1000 रुपैयाँ मात्रबाट पनि हजुरले सुरु गर्न सक्नुहुन्छ। धेरै ठुलो रकमको जरुरत पर्दैन यसको लागि। र अर्को फाइदा भनेको दोस्रो नम्बरमा रहेको छ कम रिस्क। एसआइपी भनेको एसआइपी नियमित र लामो समयको लागि लगानी गर्दा बजारको उतार चढावसँग नडराउनुहोस् अर्थात् यसमा चाहिँ रिस्क चाहिँ कम हुन्छ। सेयर मार्केट जस्तो बढी रिस्क चाहिँ हुँदैन है त। र तेस्रोमा छ कम्पाउन्ड इन्ट्रेस्ट। कम्पाउन्ड इन्ट्रेस्ट भन्नाले लामो समयपछि तपाईको लगानीमा राम्रो ब्याज आउँछ, अर्थात् हजुरले जति लामो समय राख्नुहुन्छ त्यति नै राम्रो हजुरले चाहिँ रिटर्न पाउनुहुन्छ। त्यही भएर एसआइपी एकदमै उपयुक्त छ है त। र अर्को कुरो छ यहाँ यस्तो किसिमको सस्तो र सुरक्षित तरिका धेरैलाई उपयुक्त छ। हजुरहरू लगायत सम्पूर्ण नेपालीहरूलाई उपयुक्त नै छ यो। एसआइपीले कसरी काम गर्छ त यसको बारे पनि हामीले चर्चा गर्नेछौँ। तपाईले हरेक महिना बैंक खाताबाट निश्चित रकम काट्ने प्रक्रिया हुन्छ र यो म्युचुअल फन्डमा लगानी गरिन्छ। यो स्वचालित प्रक्रिया हो जसले तपाईलाई कुनै तनाव बिना निरन्तर लगानी गर्न मद्दत पुर्याउँछ। हजुरको बैंकबाट निश्चित रकम काट्छ, त्यो म्युचुअल फन्डमा लगानी गर्ने भयो, अटोमेटिक हुन्छ, हजुरले केही गर्नु परेन, हजुरलाई चाहिँ त्यस्तो तनावहरू हुने कुरो भएन है त। साथै यो हरेक महिना ठुलो रकम जम्मा गर्नको साट्टा थोरै लगानी गर्न मद्दत गर्दछ, जसले तपाईलाई लगानीका लागि समय दिन र बजारको उतार चढावमा नअल्झिन सहयोग गर्छ। यसले चाहिँ ठुलो रकम एकमुष्ट होइन कि सानो रकमलाई चाहिँ थोरै गरेर लगानी गर्न मद्दत गर्दछ। बजारको उतार चढावलाई हजुरलाई चाहिँ केही प्रभाव पर्ने कुरो भएन। एसआइबाट तपाईले कति आम्दानी गर्न सक्नुहुन्छ नेपालको सन्दर्भमा है त। एसआइबाट कतिसम्म आम्दानी गर्न सक्नुहुन्छ उदाहरण हेरौँ। यहाँनिर हामी उदाहरण मानौँ तपाईले मासिक 1000 रुपैयाँ एसआइपी गर्नुहुन्छ है त। 1000 रुपैयाँ हजुरले मासिक एसआइपी गर्नुहुन्छ भनेदेखि कतिसम्म आउँछ त भने 5 वर्षपछि तपाईले करिब 60,000 रुपैयाँ लगानी गर्न सक्नुहुन्छ है त। तर यसको रिटर्न कति आउँछ त औसत 12% रिटर्नबाट तपाईको कुल रकम करिब 2.25 लाख रुपैयाँ पुग्न सक्छ है त। यो आकलन गरिएको हो, योभन्दा बढी पनि पुग्न सक्छ, योभन्दा कम पनि पुग्न सक्छ। यस्तो भनेको थोरै रकमलाई दीर्घकालीन रूपमा लगानी गर्दा ठुलो रकम बन्न सक्छ। हामी चाहिँ लामो समयको लागि राख्यो भनेदेखि यो ठुलो रकम चाहिँ अवश्य बन्छ। यहाँनिर उदाहरणकै रूपमा हेर्नुहोस् हजुरले त्यस्तै 1000 लगानी हजुरले 15 वर्षको लागि गर्नुहुन्छ भनेदेखि हजुरको लगानीमा 1,80,000 हुन्छ भनेदेखि 12% औसत रिटर्नको हिसाबले गर्नुहुन्छ भनेदेखि 5,04,576 रुपैयाँसम्म हाराहारी हजुरले पाउन सक्नुहुन्छ है त। त्यही भएर एसआइपी भनेको दीर्घकालको लागि
एकदमै उपयुक्त छ। हजुरले त्यो कुरालाई चाहिँ मध्यनजर गर्नुहोला। र तपाईँ तर के सबै नेपालीहरू एसआइपी गर्न सक्छन् त? हो, सबै नेपालीहरू एसआइपी गर्न सक्षम छन्। तपाईँलाई चाहिन्छ भने एउटा प्यान कार्ड, बैङ्क खाता र केवाइसी प्रक्रिया। नेपालमा धेरै म्युचुअल फन्ड कम्पनीले चाहिँ एसआइपी सेवा प्रदान गर्दैछन्, जस्तै एनआइबिएलएस क्यापिटल, सिद्धार्थ क्यापिटल र एनआइसिसिया क्यापिटलहरू। यी कम्पनीहरू लगायत अन्य कम्पनीहरू पनि बाट हजुरले एसआइपीको सुरुवात गर्न सक्नुहुन्छ है त। हजुरको लागि एसआइपी एकदमै राम्रो पक्ष बन्न सक्छ। सिप भनेको एउटा शानदार तरिका हो। थोरै समय, थोरै रकम लगानी गरेर भविष्यमा राम्रो आम्दानी बनाउनुको लागि तपाईँ यसलाई सुरु गर्न सक्नुहुन्छ र आफैले यसको फाइदा लिन सक्नुहुन्छ। त्यही भएर हजुरले आजै एसआइपी सुरु गर्न सक्नुहुन्छ है त। आजको भिडियो यति नै। हजुरले चाहिँ यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा धेरै